So hello everyone, welcome back to my YouTube channel. तपाईहरु सबैजनालाई फेरि पनि मेरो YouTube च्यानलमा वेलकम छ गाइस. अहिले चाहिँ म चाहिँ कहाँदेखि सुरु गर्दैछु तपाईहरुले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डहरु हैन. आज चाहिँ यता आएको छु हामी चाहिँ है हाम्रो गाउँ आएको छु. यो चाहिँ हो एमएम तराई बस्ती अनि यता छ मेरो छोरी. हेलो एमा अनि उसको पापा. अनि हामी चाहिँ यसो टुर गरौँ यसो घुम्नु जाउँ भनेर चाहिँ निक्लेको गाइस है. तपाईहरुलाई देखाउँछु हामी कहाँ जान्छौँ भनेर है. आज नै कस्तो बिजी भइरहेको थियौँ हामी हैन कामको व्यस्तताले. अन्त आज चाहिँ बल्ल बल्ल इभिनिङ टाइममा निक्लिँदैछु गाइस. तपाईहरुलाई देखाउने छु कहाँ जान्छौँ भनेर है. हेर्दै गर्नुपर्ने हुन्छ तपाईहरुले भिडियो है त. बाई बाई. एमएम तराईको गोलाइ चाहिँ गाइस यस्तो भएको रहेछ अहिले हैन. ग्राउन्ड चाहिँ सरी गोलाइको भनेछ. ग्राउन्डमा चाहिँ अहिले ठक्कै यस्तोहरू लगाइदिएको रहेछ हैन. नागेर हिँड्नुपर्छ नि. कता हो यता त अन्त लक छ त नि. लक छ त नि. ग्राउन्डमा चाहिँ सबै उयो लगाइदिएको रहेछ नि. त्यसरी यहाँ घर बनिँदो रहेछ. धेरै चेन्जेसहरू भएछ यहाँ पनि. यो चाहिँ हो हाम्रो ग्राउन्ड है. अब चाहिँ यहाँबाट निक्लिनु पर्ने रहेछ. बारेको रहेछ है. बार्नु चाहिँ पर्ने रहेछ. फेरि चाहिँ दुईटा चोटि बानेर हिँड्दैछ है. तर त छोरी कहाँ जानु भएको? एमएम खोला गएको. दोकान त दामी बनाउनु भएछ दादा. सो गाइज अहिले भने हामी चाहिँ यहाँनिर आएको छु एमएम तराई पिकनिक स्पोट है. तपाईहरुलाई आजको मनोरञ्जन कस्तो छ के छ देखाउँदैछु है. पिकनिकहरू त धेरै नै आएको छ. यहाँनिर चाहिँ टिकट काट्दो रहेछ. देखाउँछु ल तपाईहरुलाई. अहिले भने चाहिँ हामी तल नि जाँदैछु होइन. अन्त चाहिँ अब यस्तो बनाएको रहेछ यहाँ चाहिँ. तपाईँले हेर्न सक्नुहुन्छ. यहाँ चाहिँ टुरिस्टहरू पुरा आउँदो रहेछ. अनि यहाँ चाहिँ टिकट काटेर चाहिँ यता सिधा यताबाट चाहिँ जानुपर्दो रहेछ होइन गाइस. तपाईँलाई देखाउने छु. हेर्दै गर्नुहोस् होला है. आज तर आउनु त आएको छ मान्छेहरू हो. तपाईँलाई देखाउने छु है त. अहिलेको भ्यू चाहिँ कुछ यस तरह छ गाइज है पिकनिक स्पोटमा. पहिला चाहिँ यहाँ पर थियो. अन्त यहाँ चाहिँ पुरा फ्लोडहरू आएको थियो नि त. त्यही भएर चाहिँ यता सारेको छ. यहाँ चाहिँ रहेछ के फुड स्टलहरू. अनि यहाँबाट चाहिँ आउनुपर्ने हुन्छ तपाईँको है त. अनि यहाँनिर हाम्रो पिकनिक स्पट यो चाहिँ यता पिकनिक खेल्नेहरू पनि पुरा आइरहेको रहेछ है. हेर्न सक्नुहुन्छ. सो तपाईँलाई यसमा देखाउने छु. राम्रो जग्गा गाइज. यहाँ चाहिँ है हाम्रो एमएम तराई चाहिँ एकदम ब्युटिफुल प्लेस छ है. तपाईँहरू पनि स्योर भिजिट गर्नुहोस् होला है. तपाईँलाई अझै देखाउँदैछु ल. हेर्दै गर्नुहोस् ल. यो चाहिँ ब्रिज है. यहाँनिर फोटोहरू क्लिक गर्न पनि एकदम राम्रो हुन्छ होइन. अनि यहाँ पिकनिक खेल्न चाहिँ अस्तितिरको भन्दा चाहिँ अलिक कम्ती आएको छ भन्दैछ कि गाइज. यतिको चाहिँ आएको नै हो है. सक्नुहुन्छ है टुरिस्टहरूले कस्तो यहाँ फोटोहरू खिचेर होइन. यो ब्रिजमा चाहिँ राम्रो निक्लिन्छ नि त गाइज होइन. टक्क सन पनि यहाँबाट होइन टक्कै राम्रो निक्लिँदैछ गाइज. तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर हो. हेर्नुहोस् त कस्तो राम्रो देखेको भ्यू है साथीहरू. तपाईँहरू पनि आउनुहोस् है एमएम तराई पिकनिक स्पोट है. अनि मेरो छोरी चाहिँ यहाँनिर पानी पो खेल्छु भन्दैछ. के खेल्ने अरे? हामी चाहिँ यहाँ जाँदैछु गाइज होइन. जाने बाबा उपरसँग यहाँ ब्रिजबाट नजाने अरे नानी. पापा जाँदैन अरे. आऊ. मेरो छोरी चाहिँ यस्तो जिद्दी छ कि गाइस के गर्नु हौ यसलाई. मजा आउँदैछ. भारी बोक्नेहरू पनि आउँदैछ गाइस हो. दुःख चाहिँ गर्नै पर्छ है साथीहरू. हेर्नुहोस् है यहाँनिर अब है चुला बाल्नुको लागि दाउराहरू खोजेर आन्टीहरूले कति दुःख गरिराख्नु भएको छ. यता रमाइरहेको छ है. फोटो खिचिरहेका छन्. यता फेरि दुःख गर्ने गरिरहेको छ है साथीहरू. यस्तै हो जिन्दगीको. अनि मेरो छोरी चाहिँ यहाँ पानी खेल्ने अरे हो. पानी खेल्दैछ. मेरो छोरी चाहिँ पुरा पानी खेल्नु रमाउँछ कि गाइस. तर चिसो लाग्छ भने डर लाग्छ नि त कि. चाहिँ पुरा पानीहरू खेल्नु पुरा रमाउँछ. वाउ एमा यता हेर्नुहोस् त. मम्माले हेर्नु न. फोटो खिच्न आउँदैछ. यहाँ गाई पनि हो गाइस. गाइस हेर्नुहोस् न यहाँको अहिले चाहिँ यतिको छ भएको छ होइन. अस्तितिर चाहिँ यहाँनिर आएको नि त.
फ्लड्सहरूले है धेरै उयो गरेको थियो। यहाँ आधी कस्तो देख्नुहुँदैछ बाटो, डल्लै लगेको बाटो नै सबै बगाएर लगेर चाहिँ गुम्बा र यहाँनिर एउटा मन्दिर थियो, मन्दिर छोडेर सबै लिएर गएको गाइस। नभए चाहिँ पिकनिक स्पोट चाहिँ हाम्रो यता थियो नि त अस्तितिर चाहिँ, अहिले चाहिँ यता सारेको छ। सो गाइस अब चाहिँ हामी यहाँबाट निक्लेको कि अब जान आँटेको गाइस होइन, किन भन्दाखेरि चाहिँ घाम पनि डुब्ला जस्तो भयो होइन। सो त्यही भएर चाहिँ हामी अब गएको यहाँबाट है त। गाई हेर्नु न यहाँनिर तर्दैछ। छोरी आउनु, पानी खेलिसक्यो अब। फोटो खिच्दै रहेछ पुरा। सो गाइस अहिले भने चाहिँ म यहाँ चटपटी खान आएको छु हो। यहाँ चाहिँ दामी बनाउँछ नि त हो। अनि यहाँनिर चाहिँ सानो बहिनीहरू पनि आइरहेको रहेछ के खानको लागि। गुडगर्ल छ, गुडगर्ल छ। दिदीहरूले हेर्दैछ है यहाँनिर। हेर त कोहरू रहेछ यहाँनिर। दोकानमा आउनु न भन्छ। जाउँ तिमी पनि भनेर त्यहाँ बसेर जाउँ जाउँ। बहिनीहरू के खान आउनुभएको? ब्लू लेस दिनु भन्दैछ हौ। लेस पो खाने अरे हो। एउटा टेढे मेरे के हो? यता छ मेरो छोरी। यता हेर्नु छोरी जुस खान्छ अरे मेरो छोरीले। जुस भोक पनि लाग्यो होला मेरो छोरीले। माम पनि राम्रो खाएन। सो गाइस मैले चाहिँ यो चटपटी पनि लिएँ होइन। अब यो बहिनीको चटपटी दामी हुन्छ नि त, मनपर्छ पुरा कि। अब घरमा गएर खान्छु ल, तपाईँहरूलाई देखाउँछु। औ गुड मर्निङ। गुड मर्निङ भन्दै एमा। हेलो एभ्रिवान। हाई साइमन। हेलो होइन यहाँ चाहिँ एकदम बात हुँदैछ बिहान बिहान हो हाम्रो यहाँ। आमै के हो अरे नाम? टाइसन। टाइसन। अब यो त रोँ पो गर्छ त हौ। हेर यो त अहिलेसम्म नि रहेछ हौ। ज्याकी हजुर। हेलो यहाँ हाम्रो के अरे एमएम तरेको ब्युटी क्विनहरू हेलो एभ्रिवान। हेलो। यहाँ चाहिँ मेरो बहिनी आइरहेको छ शुभेच्छा है मलाई भेट्नु। मलाई भेट्नु आएको होइन, मलाई भेट्नु आएको अरे गाइज हो। यहाँ चाहिँ म युट्युबर अरे नि त होइन। त्यत्तिकै जस्ट जोक गरेको गाइज। अहिले चाहिँ बसिरहेको छु अल्छी लागेर हो, काम हुँदैछ हो। अब चाहिँ अहिले भरे हामी कहाँ जान्छु तपाईँलाई देखाउने छु है, हेर्दै गर्नुपर्ने हुन्छ। सो अहिलेको वेदर चाहिँ अपडेट यस्तो छ, मजाले घाम लागिरहेको छ हो, लुगा सुक्ने घाम। सो तपाईँहरूलाई अहिले एकछिनमा भेट्ने छु है त। बाई।